मेरो चाहिँ झोलाको चेन पनि पड्केछ झोलाको चेन पड्केछ। हेलो साथीहरू, हामी चाहिँ आज क्याम्पिङ जाँदैछौँ है। क्याम्पिङ नमस्ते झरनाको तिरमा कि टुप्पीमा अरे हो। साथीहरू, हामी चाहिँ अहिले अब क्याम्पिङ जाने क्रममा भेडाटारको चिसो एकदमै चिसोतिर बसिरहेको साथी हो। यहाँ हेर्नु भेडाटार। नमस्ते झरना जाँदैछौँ हामी। क्या दामी हावा चल्दैछ है। यो हावाको कसम, बतासको कसम। हामी जाँदैछौँ माथि। जङ्गलमै बस्छु चल्यो हावा सिरिरी मनै उडाउन। ओ कस्तो लाग्यो तपाईँहरूलाई यो हरियो वन नेपालको धन? बताइदिनु होला कृपया। है साथी हो, हामी पनि जाँदैछौँ, अरू पनि घुमेर आउँदैछ। जाँदैछौँ उकालो उकालो जाँदैछौँ। ओहो यो के हो? यो झोला हो? ए कस्तो दामी। यो याद गरेर राति सुत्दा नि यस्तै मात्रै देखियो भने के यस्तो दामी बनाएको तर। मेरो चाहिँ झोलाको चेन पनि पड्केछ झोलाको चेन पड्केछ। कतिको मङ्सिर यहाँ चाहिँ हल्का बाटोमा ड्यामेज हुनु पुगेछ चिन्दकीको गोरेटोमा है साथी हो। तिमी त अल्छी कुरा मात्रै गर्छौ त। जस्तो लग्यो भने यात्रामा छौँ, यात्रामा जिन्दगी यात्रा हो। नेपाली भन्दा मधेसी धेरै आउँछ क्या हो। यहाँ चाहिँ बेसी इन्डियाबाट आउँदो रहेछ मान्छे भन्ने कुरा थाहा भयो। इन्टरभ्यू लिइहाल्नु त, इन्टरभ्यू लिइहाल्नु। फुलै फुलको माला तिमीलाई। कस्तो लाग्यो फुल? मैले रोपेको चाहिँ होइन। एकछिन ल आउँदैछ। अहिले जिउको 35 रुपियाँको दरले टिकट काटेर यात्रा अगाडि बढ्दैछ होइन। यहाँ फेरि लाक्पागान्डुले फेरि टेन्टलाई स्टाइलिस पारामा गएको छ। अहिले चाहिँ यतिको सुविधा भएको छ। चकचक नगरौँ साथी हो। अहिले चाहिँ यस्तो भएको छ है बाटो। आउनु होला घुम्नु।
नमस्ते झरनामा पर्दैन थियो नि पैसा हँ? माथिबाट आएको पैसा अब पर्दैन मलाई बाटो पनि थाहा हुनु पऱ्यो तपाईँलाई थाहा हुनु पऱ्यो कसले थाहा छ तपाईँ कोइला खाने के हो त पुरा हिँड्छ के हो पहिला खाने हो कोइला खाने यो जो भन्चोको छ नमस्ते झरनाको एकदमै यहाँ पनि अहिले भाइरल पुल हामी ऊ माथि जाँदैछौँ झरनाको टपमा आज चाहिँ हामी यहाँबाट निस्केको आया नङको देख्यो घाँटीमा त देखियो अलिक तन्कन साथीहरू अहिले चाहिँ हामी फर्किँदैछौँ अहिले चाहिँ हामी नमस्ते झरनाको तिरमा आउँछौँ अब हुँदै हुँदै माथि जाने तिनजना छौँ दुईजना पर आउँदैछ जङ्गलभित्र एउटा जाँदैछ एउटा यहाँभित्र आउँदैछ ट्रेनहरू खिचेर भर्खर आइपुगेको साथै भर्खरै म पसिना पसिना अब्बर पसिना यहाँ चाहिँ हाम्रो कमरेड सरलाई जुत्ताले रात हानेको छ है जुत्ता ट्याक्कियो हिँड्नु सक्यो विधान्स पारेको छ अब यसको मोटर हुन्छ दामी मोटर एकदम क्लिन छ पानी क्लिन एन्ड चिसो अब्बर चिसो छ पानी हो एकदम चिसो पानी